अहिले म ठ्याक्कै बौद्ध स्तूपा अगाडिपट्टि आइपुगेँ। आजको घुमाइ विशेष रहनेछ शान्तिका अग्रदूत गौतम बुद्ध अथवा एसियाका तारा भनेर चिनिने भगवान गौतम बुद्धको सम्झनामा बनाइएको यो बौद्ध स्तूपा विश्व सम्पदा सूचीमा पनि सूचीकृत छ। विशेष गरी बौद्ध धर्मावलम्बीहरू आउने यो क्षेत्रमा अरू विदेशी पर्यटकहरू पनि टन्नै देख्न सकिन्छ। ल आज चाहिँ बौद्ध स्तूपा घुम्ने है त। विदेशी पर्यटकको लागि शुल्क लाग्ने यस ठाउँमा नेपालीको लागि चाहिँ निःशुल्क छ। म पनि आज यसको भित्रपट्टि परिक्रमा गर्न लागेँ। खासमा आजको एउटा विशेष कुरो चाहिँ के पनि थियो भने मसँगै घुम्न आउने एकजना दाइ हुनुहुन्थ्यो। उहाँलाई 3 चोटि फोन गर्दा पनि फोन उठेन। त्यसपछि चाहिँ म भित्र छिरेँ होइन। सुत्ने ठाउँहरू दण्डवत गर्ने ठाउँहरू छ। आज सोमबार मेरो बिदा हो। खासमा कता जाने सोचिरहेको थिएँ। अनि जग्दिन चाहिँ आउँछु बौद्ध जाउँला नि त भनेर भन्नुभएको थियो। अहिलेसम्म आउनु भएन। 3 चोटि फोन गरिसकेको बुढालाई। फोन पनि रेस्पोन्स छैन। यहाँको माहौल यति शान्त छ कि जस्तोसुकै टेन्सन जस्तोसुकै हो हल्ला भए पनि यहाँ आएर घुम्यो भने यहाँ आएर एकछिन बस्यो भने आनन्द लाग्छ। मैले पनि मजाले कोरा हान्दै थिएँ। कोरा हानिसकेपछि बिचमा यस्तो देखियो यो चाहिँ खासमा के रहेछ भन्ने कुरो चाहिँ मैले नि बुझेको छैन। अघि 1-2 मान्छेहरू यसमा सुतेर ढोग गर्दै हुनुहुन्थ्यो होइन। मन्दिरतिर फर्केर सायद त्यस्तै केही होला। सरी यता बाहिरपट्टि हो बौद्धको। बाहिरपट्टि यसरी फुलसुल राखेको छ। हामी यो भित्रपट्टि परिक्रमा गर्दैछौँ। यो फुलहरू हो। यो फुलहरू खोइ के को लागि रहेछ यहाँ राखेको। अघि कचरामा पानी सहित फुल राखेको भने देखिराखेको थियो। यहाँदेखि माथि जानुको लागि चाहिँ जुत्ता चप्पल फुकालेर जानुपर्ने। अनि जो जुत्ता चप्पलको जिम्मेवार चाहिँ स्वयं आफै हुनुपर्ने। जानकारीका लागि मात्र है, यहाँ छोटो लुगा लगाएर प्रवेश गर्न मनाइ छ। जगदीशलाई कुर्दा 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 बल्ल आउनुभयो। तपाईँलाई कुर्दा कुर्दा बल्ल आउनुभयो। आइफोन हो गाइज, आइफोन हो। ल फर्स्ट टाइम बौद्ध स्तूपाको भित्रपट्टि। दाइ कस्तो लागिरहेको छ तपाईँलाई मसँग भेट्दाखेरि? आज धेरै दिनपछि भेट्दाखेरि कस्तो लागिरहेको? दाइको गोप्रो हेर है गाइस। दाइको गोप्रो हेर। गोप्रो के हो त? गोप्रो होइन? आज मौसम पनि एकदमै राम्रो थियो। मजाको हावा चल्दै थियो अनि पानी पर्ला जस्तो पनि थियो। तर जस हामीलाई त्यतिखेर पानीले केही बिगारेन। हामी मजाले घुम्न पायौँ। के हेर्नु भएको? के हेर्नु? तपाईँले के हेर्नु भएको? यता हेरेर भन्नुहोस् न। धन्यवाद। रिचार्ज कार्ड पनि छैन। जगदीश दाइलाई धार्मिक पुरातात्विक सम्पदाहरूको बारेमा धेरै ज्ञान छ। त्यसैले पनि उहाँसँग घुम्दाखेरि छुट्टै मजा आउँछ। अहिले हामी बुद्ध पार्क भन्ने ठाउँमा जाँदैछौँ, जहाँको माटो ल्याएर बौद्ध स्तूपा बनाइयो। यहाँको माटो लिएर चाहिँ बौद्ध स्तूपाको मूर्ति बनाएको रहेछ। अनि यहाँ भएको खाल्डोलाई चाहिँ पानी हालेर पोखरी बनाएको रहेछ। यो बौद्धमै पर्छ। बौद्ध स्तूपा आइसकेपछि छुटाउनै नहुने हो यो पार्क। यहाँ शान्त वातावरण छ, बसेर आनन्द लिन सकिन्छ। तर एउटा कुरा है, यहाँ युगल जोडीहरू चाहिँ बस्न मिल्दैन। यतिन्जेल हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद।